चाहिँ हाम्रो गाउँपालिका रूपा गाउँपालिकाको मेयर हुनुहुन्छ कि को हुनुहुन्छ है, उहाँसम्म पुगोस् यो चाहिँ। नमस्ते सबैजनालाई है। आज चाहिँ हामी नौलो च्यालेन्ज लिएर जाँदैछौँ। हाम्रो पोखराको 8वटा ताल, लेखनाथमा चाहिँ 7वटा, साबिक लेखनाथ भइरहेको अहिले चाहिँ महानगर छ कि होइन, लागि 7वटा तालमा चाहिँ हामी अब जाँदैछौँ। आज चाहिँ रूपा तालबाट स्टार्टिङ हुँदैछ है हाम्रो पेन्टिङ प्लस ब्लक चाहिँ। ल म सानो ट्यागिङ गर्दैछु, सानो ट्यागिङ गर्छु है। छ्याजालो जोडले हामी चाहिँ यहाँ के अरे रूपा गाउँपालिकामा आएको छु। पोखरा लेखनाथ मिक्स भएको 8वटा तालमा हामी भिजिट हान्दैछौँ आज है। फर्स्ट डे 1 रूपा लेक।
फाइनल्ली हामी चाहिँ रूपाताल आइपुग्यौँ है। अब हाम्रो डेस्टिनेसन चाहिँ हुन्छ यहाँबाट चाहिँ हामी लक्क ताल अब बनाउँछौँ है त। सो वेलकम सी यू। त्यो रमाइलो भइरहेको छ होइन। हामी चाहिँ यहाँ अब रूपातालमा चाहिँ टक्क बोटिङ हुँदैछ। हाम्रो यहाँ बुवाले चाहिँ यसो ल तपाईँहरूलाई चाहिँ यसो बोटिङ गरिदिन्छु भनेर चाहिँ हामी चाहिँ बोटिङ गर्न लाग्छौँ। हजुर ताल एकदम स्वच्छ। चाहिँ मैले रूपातालको लाइभ पेन्टिङ गर्न गइरहेको छु। कास्की जिल्लामा रहेको पोखरा अन्तर्गत 8वटा तालमध्ये चाहिँ रूपाताल यो चाहिँ तेस्रो तालमा गनिन्छ। अहिले पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ है यो चाहिँ रूपाताल। रूपातालको एरियाहरू भन्नुपर्दा चाहिँ समुद्री सतहबाट 600 मिटर भन्दा माथि रहेको छ। यो ताल करिब 1.35 स्क्वायर मिटरमा फैलिएको छ र त्यसै गरी यहाँ चाहिँ 36 जातका चराहरू पाइन्छन् र 10 भन्दा बढी प्रजातिका माछाहरू पाइन्छन्। यो तालको गहिराई चाहिँ करिब 3 देखि 4 मिटरसम्म रहेको छ। फाइनल्ली आज चाहिँ हाम्रो डे 1 अब सबै तालको चाहिँ हाम्रो कास्की जिल्लाको पोखराको चाहिँ 8वटा तालको चाहिँ आज फर्स्ट डे रूपातालको चाहिँ पेन्टिङ सकिसकेको छ है। फाइनल लुक्स चाहिँ यस्तो छ है। फाइनल लुक्स हेरेर बनाएको है यो हेरेपछि। र हामी चाहिँ अब अलिकति उता पनि जान्छौँ है घुम्न अब घर जाने बेलामा टक्क ल सिप। र यो चाहिँ होइन हाम्रो रूपाताल आज हामीले पेन्टिङ चाहिँ गरियो होइन हाम्रो। तर यहाँ चाहिँ हेर्नुहोस् त एकदम फोहोर चाहिँ धेरै रहेछ है। यहाँको चाहिँ हाम्रो गाउँपालिका रूपा गाउँपालिकाको मेयर हुनुहुन्छ कि को हुनुहुन्छ है उहाँसम्म पुगोस् यो चाहिँ। हेर्नुहोस् त यो फोहोरहरू छ है। अब हामीले सके जति चाहिँ अलिअलि चाहिँ उठाइन्छ यस्तो योहरू चाहिँ है उठाइन्छ। यो त्यही पनि यो भगवान्को मन्दिरको आडमा यहाँ बसेर हामीले गरिएको थियो। त्यही पनि ठिक छ। हामीले जतिसम्म गरिन्छ त्यति चाहिँ गरिन्छ है त ल। कुदाउनी आउँदैन के।
रूपातालको मुहान है, मुहानमा आइपुगेको छौँ। यहाँ चाहिँ अब यस्तो छ अरे भनेर चाहिँ हामी आइपुगेको छौँ। भगवान जस्तो अब रुखको जराबाट चाहिँ पानी आएको छ अरे है। हामी चाहिँ पानी देखाउँछौँ, आऊ। फाइनली हामी आज चाहिँ होइन आइपुग्यो। जस रमाइलो भयो, आज पिस थियो होइन। रूपाताल चाहिँ एकदम रमाइलो थियो एकदम। र हामी चाहिँ अब डे 2 भोलि चाहिँ होइन अब हामी बेगनास ताल जाँदैछौँ, बेगनास लेक। र आजको पेन्टिङ चाहिँ यस्तो भएको छ है, यस्तो भएको छ आजको मेहनत यो चाहिँ। र अब भोलि चाहिँ हामी बेगनास ताल जाँदैछौँ। सी यू देयर बेगनास ताल।